Tatra candy jung che. Che oni ngai block na ya. Kaslam ni che. Che thar mood off na. Aga ilo. Gach be ai gi daiya. Oh. To zaibo. Oh. Since to zabe oya. Breakfast. Did you eat your breakfast? Or no? Good morning guys. आज त बिहानको स्टार्टै हेर्नुहोस् है म कहाँ छु आज चाहिँ म स्कुल नानीको सिसिडीमा मेरो ड्युटी परेको थियो त्यहाँ फर्स्टमा चाहिँ नानी फर्स्ट आउने तीनजनासँग चाहिँ म बोलेको थियो त्यसको बाद चाहिँ नानीहरू सबै आउँदै गयो त्यहाँ म्याडमले नानीहरूलाई खेल्नु दियो कि त्यो खेल्ने नानीहरू चाहिँ सबै डान्समा नभएको अनि यिनीहरू चाहिँ डान्सरहरू चाहिँ किन भेराइटी सो आउँदैछ नानीहरूको अन्त हामी पनि त्यसमै नाच्नु लागि नै प्र्याक्टिस गर्दै थियो अन्त नानीहरू ननाच्नेहरू चाहिँ 3 वर्षको चाहिँ सबै ननाच्नेहरू छ त्यहाँको अरू सबै नाच्नेहरू Everybody say hi. त्यहाँ यो चाहिँ नि नानीहरूको स्न्याक्स खानेको लाइन हो लाइनमा एउटा ब्याग दिन्छ रुमबाट त्यो एउटा लाँदै बस्दै खान्छन् त्यो स्कुलमा त्यस्तो नानीको लागि लाइनमा लागेको थियो स्न्याक्सको टाइम त्यहाँ फेरि आज चाहिँ बेसी जस्तो सबै प्र्याक्टिस गरेँ म्याडमले किनभने भोलि रिहर्सल हो भने मेरो नानी पनि घरिघरि नाच्दै थियो हो नाच्नु त सक्दैछ कि तर अलिकति पारा चाहिँ ल्याउँदैन कि एउटा जग्गामा चाहिँ बस्दैन त्यस्तो छ हो नाच्दै नानीहरू त्यस्तै हुन्छ नि अब के गर्नु योपालि चाहिँ त्यसै उसको उयो भएको छ हो नेक्स्ट इयर चाहिँ नाच्छ होला यो चाहिँ अब लन्च टाइम है लन्च दिएर त्यसको बाद चाहिँ उनीहरू सबै रिल्याक्स गरेर टिभी देखाउँछ नि कोही सुत्छ नेपिङ टाइम पनि हो यति बेला हो कोही सुत्छ कोही उयो गर्छ त्यसको बाद चाहिँ हामी यतिकै बात गर्दै बस्यो हो म्याडम उसको नानी ल्याउनु गएको थियो आयो नि त ठाँट भएर बसेको थियो या स्विमिङ गर्छु मतलब स्विमिङ गर्छु यो मैले थिएँ naughtiest student in the class खोइ त्यो त को दामीसँगै एक्टिभ त्यसको बाद बोरिङ लागेर ओए तिमीहरू सबै मेरो ब्लगमा हाई भन् भने हाई भन्न लाग्यो त्यसको बाद चाहिँ बस्यो एक दिन म्याडम आयो उसको छोरा लिएर आएर हामी बस्यो नानीहरू कोही टिभी हेर्ने हेरिबस्यो कोही खेलिरहेको थियो उनीहरूलाई पुरा रिल्याक्स गर्ने टाइम थियो कोही बक्को बिग्रिन्छ कोही मुत्नु जाने भन्छ कोही के भन्छ हो नानी हेर्नु त साह्रो छ तर भए पनि नानीहरूसँग टाइम स्पेन्ड गर्नु चाहिँ मलाई राम्रो लाग्छ खास चाहिँ मेरो आज ड्युटी थिएन तर अर्कोको ड्युटीमा चाहिँ रिप्लेसमेन्ट गरिदिनु नि भनेर चाहिँ मैले मन्डेको दिन त म यति बिजी हुँदैन भनेर चाहिँ आज मैले गरिदिएको अन्त सबैजना हेर्नु नि आफ्नो आफ्नो धुनमा कोही हेर्ने हेरिरहेको छ यस्तै हो है आजको दिन चाहिँ त्यहाँ चाहिँ नानीहरूको फेरि लास्ट रिहर्सल गरौँ भन्यो त्यहाँ चाहिँ म यो वाङपोको पार्टनर थिएन सुतेको थिएँ कि उनीहरू सुतिरहेको छु मैले साथी उसको पार्टनर गर्दा आयन चाहिँ आउँदै मलाई जिस्काउँदै हो म पनि नाच्छु भन्छ घरि यसरी डान्स मैले पनि निकै सिकिसकेको थिएँ नानीहरूको भोलि चाहिँ रिहर्सल छ नि उता स्कुलमा त्यसले गर्दा आज उनीहरूको पार्टनर गरेर मैले पनि साथी गरेर नाचिदिएको नि आयन चाहिँ घरि म पनि नाच्छु भन्छ हो कुदे एक जग्गामा चाहिँ फ्याट्टै बस्दैन है आयनको चाहिँ त्यही हो त्यही डान्स नगर्नेहरू पनि डान्स गरिरहेको थियो कस्तो मजा आउँछ नानीहरूसँग त्यहाँ नानीले रक पेपर सिजर खेलौँ मम्मी भन्दा त्यसको बाद चाहिँ छुट्टी भयो सबैको पेरेन्ट्सहरू ल्याउन आयो त्यसको बाद चाहिँ हामी पेरेन्ट्सहरूको डान्स थियो डान्स सकेर सबै रुमहरू क्लिन गऱ्यो भोलिको लागि जिम्मा दिनुपर्छ नि त त्यसको बाद हामी आयो दोकान फर्केर आयो लुगा मैले गाडीमा राखेको थिएँ कि गाडीबाट लुगा निकालेर दोकानमा गएर लुगा लाउँछु भनेर त्यहाँदेखि आयन गयो आयनको त आज मात्रै आयो फोटोको
म खुसी भयो नानीको अब चाहिँ भोलि पुऱ्याइदिन्छु भनेर रात पनि पढ्यो गाइस। यति आजको लागि सी यू इन द नेक्स्ट ब्लग। गुड नाइट गाइस।